दोलखाको गौरीशंकर गाउँपालिका 9 बेदिङका एकै परिवारका 4 दिदी बहिनी 7 महादेशका 7 वटे अग्ला शिखर आरोहण गर्ने अभियानमा छन्। 4 दिदी बहिनीले 4 सिस्टर्स अन 7 समिट नाम दिएर 7 महादेशका अग्ला शिखर आरोहण गरिरहेका हुन्। सन् 1983 मा उनीहरूका बुबा दोर्जी शेर्पाले जापानी टोलीसँग जाडोयाममा सगरमाथा आरोहण गर्ने क्रममा दुवै हातका 8 वटा औँला गुमाएपछि आरोहण अपुरो भएको थियो। बुबाको सम्मानका लागि 4 दिदी बहिनीले सगरमाथा सहित 7 वटे महादेशको अग्ला शिखर आरोहण थालेका हुन्। सन् 2021 मा 3 दिदी बहिनी 34 वर्षीय निमा जङ्मु, 30 वर्षीय छिरिङ नाम्य र 28 वर्षीय दावाफुटी शेर्पाले पहिलो पटक संयुक्त रूपमा सगरमाथा आरोहण गर्नुभएको थियो। त्यसपछि उहाँहरूले आफ्नी जेठी दिदी 42 वर्षीय छिरिङ आङजुमलाई समेटेर 7 महादेशको 7 अग्ला शिखर आरोहणको सन् 2021 देखि अभियान थाल्नु भएको हो। सर्वोच्च शिखर सगरमाथा दक्षिण अफ्रिकाको किलिमन्जारो, दक्षिण अमेरिकाको एकोनकागुआको, युरोपको माउन्ट एल्ब्रस सहित गत शनिबार ओसियानाको सबैभन्दा अग्लो कास्टेस पिरामिडको सफल आरोहण गरेसँगै 5 वटा महादेशका 5 अग्ला शिखरको आरोहण पूरा भएको दावाफुटी शेर्पाले बताउनुभयो। सन् 2025 भित्रै उत्तर अमेरिकाको डेनाली र अन्टार्कटिकाको भिन्सन मासिफ आरोहण गरिसक्ने उहाँहरूको लक्ष्य छ।